Yep, that's me. You're probably wondering how I ended up in this situation. क्या कर रहे हो भाई साहब उधर गिर जाओगे सो हेलो नमस्ते सबैमा गुड मर्निङ गाइज इज डे 26 अहिले बिहानको भइरहेको छ 5:57 बाइक कोलिसन भइरहेको छ है अनि आज हाम्रो चाहिँ के छ भने बिहान एउटा टुर्नामेन्ट एउटा बाजी म्याच छ है त्यसपछि आज हाम्रो 10:30 बजीतिर टुर्नामेन्ट छ टुर्नामेन्टको सिजन चलिरहेको छ अहिले टुर्नामेन्ट खेल्नु पर्यो हामी मण्डला ब्याडमिन्टन क्लबबाट टुर्नामेन्ट खेलिरहेको छौँ अहिले चाहिँ म सिधै क्लब जाँदैछु क्लबमा चाहिँ फेरि बाजी छ है आज बाजी म्याच छ आज हेरौँ कसले जित्छन् है कसले जित्छन् कहिले के गर्छन् बाइक यहाँ छ ट्याक्क लगाएर सो म चाहिँ निस्किन लाग्छु अब मण्डला ब्याडमिन्टन क्लबको लागि ट्याक्क रेडी भएर केही थाहा छैन जस्ट उठेर फ्रेस भएर निस्किरहेको छु है बाइक पुरा बाटोमै गरौँला वहाँ मण्डला पुगेर गरौँला तेल फेरि फुल छ है सो लेट्स गो टु मण्डला ब्याडमिन्टन क्लब गाइज सी यू देयर क्या कर रहे हो भाई साहब उधर गिर जाओगे 1 minute में फलन गया यार चित्रपुर वाला क्यों अमन पर खुदा बाइक रात wow look at the view guys damn bro अहिले चाहिँ गाइज हामी मण्डला ब्याडमिन्टन क्लबमा छौँ इस मण्डला ब्याडमिन्टन क्लब चन्द्रगिरी नगरपालिका 15 काठमाडौँ स्वास्थ्यको लागि खेल राष्ट्रको लागि खेल 9-5-3-5 मा बेबी के छ मलाई त गुड मर्निङ गाइजहरू कोही आछ केटाहरू कोही आछ ओके आइसक्नु भएको छ ल बाजी खेल्ने दाइ आकाश दाइ अपोनेन्ट मिलन दाइ मेरो पार्टनर दाइ यता हाम्रो पदम दाइ वान एन्ड वानली पदम दाइ मर्निङ दाइ हिजो बाजी हारेर कम प्लान बनेको छ यहाँनिर कम प्लान बनेको छ मेरो फिलहाल टुर्नामेन्ट पनि छ है ए बहुत गाह्रो छ यहाँनिर हेर्नु है तर गेमहरूले गर्दाखेरि मान्छेमा एकदमै है फ्रेन्डली भावहरू धेरै कुराहरू सिकिन्छ नलेज हुन्छ रमाइलो पनि हुन्छ सो मैले भित्र खाजा भनिरहेको छु अन्डा र चिया खाएर चाहिँ खेल्छु भोक लागेर मैले खाना त्यति धेरै खाएको छैन है त खाजा खाउँ खाजा चाहिँ हाम्रो यता स्पेसल हाम्रो मनमा दाइगाउँमा हुन्छ खाजा चाहिँ एभ्री टाइम दाइगाउँमा खाजा त्यहाँ फेरि एकदम फुटबल प्रेमी हुनुहुन्छ यहाँनिर यो ल थोरै अलिकति मात्रै ल अन्डा सट्ट काटेर बनाउँदा चाहिँ ल खाजा खाउँ गेम सेम खेल्नु पर्ने हुन्छ त्यसपछि टुर्नामेन्ट लागि रेडी हुनु पऱ्यो गाइज है त हेर्दै गर्नु होला बिहानको डाइट चाहिँ यो फ्रेस चना विथ बोइल्ड एगसँग भइरहेछ खाजा खाउँ त्यसपछि बाइक कुरा गर्नुपर्ने हुन्छ है त गेमहरू खेलिसक्यो गेमहरू खेलिसकेर फेरि अर्को खाजा फेरि त्यही चना अन्डा फ्राइवाला बनाएको छ यता हाम्रो पार्टनर आज टिम पार्टनर के छ ठिक छ है त आज हामीले दाइ भाइले हार्यो केही छैन हार्यो नभन्न त्यहाँ मिस्टेक भएको छ क्या तर ठिक छ नेक्स्ट टाइम हाल्छौँ हामी के भएको छैन यस्तै छ गर्मी भइरहेको छ है अब हामी निस्किन्छौँ होला यो खाजा खाएर उता टुर्नामेन्टको लागि अहिले बाइक कुरा के कस्तो हुन्छ हेर्दै गर्नु होला है त जस रमाइलो भइरहेछ ल अब चाहिँ हामी यहाँ मण्डला ब्याडमिन्टन क्लबबाट सिधै पुग्छौँ टुर्नामेन्ट खेल्ने ठाउँमा है खाजा खाइसक्यौँ त्यस्तो हेभी रेट भएन नर्मलवाला आदितिर म आफ्नो बाइकमा जान्छु फोनमा चार्ज त्यति धेरै छैन हामी रिप्रेजेन्ट गर्दैछौँ मण्डला ब्याडमिन्टन क्लब चन्द्रगिरी नगरपालिका 15 काठमाडौँ है त अब चाहिँ हामी निस्किन्छौँ यता हाम्रो आदित्य के छ रेडी ल ल अब निस्किन्छौँ है त हेर्दै गर्नु होला हाम्रो टिमहरू यहाँ रेडी हुँदैछ गाइजहरू त्यहाँ पर चाहिँ हाम्रो कटवालजी खेल्दैछ
निशान म झन् भन्दैछ सो अहिले चाहिँ हामी यहाँ हलसम्म आइसकेका छौँ हाम्रो नाम बोलाइसकेका छन् है गेमसेम हान्नु पऱ्यो बाइक भनेको हुँदै गर्छ है त राइडरहरू यहीँ छ मेरो भइहाल्यो हल राम्रै छ है त ल अहिले चाहिँ एकछिन एक म्याच गेम खेलिसक्यौँ गेम एक म्याच जित्यौँ भिडियो रेकर्ड चाहिँ हाम्रो दाले गरिदिनु भएको थियो है राम्रो निकालेर छ ठिकै छ त्यही पनि केही छैन हाम्रो आकाश दाई यता आदित्य पन्तातिर छ होइन बाँकी कुरा के कस्तो हुन्छ हेर्दै गर्नु होला है तर मजा आइरहेको छ दिनभरि काम गर्नुपर्ने काम त्यस्तै बेला ए दाइले खुट्टा लगाइहाल्नु भएको छ हेर्नु त यहाँ हेर्छौँ दाइलाई अहिले चाहिँ यसो एक दुई म्याच स्नोकर पनि खेल्ने कुरा छ हाम्रो मनोला ब्याडमिन्टन क्लबको टिमको है त म लगाइज अब हामी निस्किन्छ यहाँबाट घरतिर है त कुराहरू खेल्दैछ खेलिसक्यो अहिले चाहिँ हामी खाना खान आएछौँ दिउँसोको 1:30 लागिसकेको छ खाना खानलाई आइसकेको छौँ है बसिरहेको छु ब्याग चाहिँ पनि घरमा राखेर आइसकेँ हाम्रो आकाश दाई उता हाम्रो जितेन दाई यता आदित्य खानासाना आउँछ खानासाना खानु पऱ्यो खाना खाएको 2-4 दिन भइसक्यो बाहिर भइरहेको छ रमाइलो भइरहेको छ है त ल आजको खाना है ट्याक्कलेर थकाली खाना हाम्रो दाइको चाहिँ स्पेसल यहाँ रोटी सोटी के छ रोटी सोटी है स्पेसल के परोठा हो क्या परोठा ओके खानासाना सुरु गरौँ थकाली खाना मजाले त एक हानिदिन्छ होला यस्तो गरेर तर मिलाएर ल म यो खानकोट चेकपोस्टबाट है बाइक खेल्दै लिएर आएको थिएँ त्यताहरूसँग भेटेर गफहरू गऱ्यौँ खाना खायो खाना चाहिँ तल हामी कलङ्कीमा खायो होइन अनि यो खानकोट चेकपोस्ट गएको थिएँ सानो मिटिङले गर्दाखेरि अनि ट्याक्क यहाँ बाइक बिग्रिएर सानो प्रब्लमले है होइन त पानी छिर्छ नि यहाँबाट पानी छिरेर त्यो हल्का उत्यो भएर छ हाम्रो दाइको वर्कसप चाहिँ नवीन मोटरसाइकल वर्कसप है ट्याक्क एउटा बलम्बुमा
ल बाइकले अलिकति तनाव दिन्छ बेला बेला केही छैन एकदम समस्या छ ए बनिसकेको छ है ल भाइलाई एकदम थ्याङ्क यू सो मच है त 3-4 दिनको थकाइ है 3-4 दिनको मजाको थकाइ प्लस गेममा गेम अनि खानाको टाइम नमिलेर ग्यास्ट्रिक भएर एकदम गाह्रो भएर म चाहिँ उताबाट आएर सुतिहालेछु गाइज है त्यसपछि मैले केही भिडियोमा बनाउनु पनि पाएन सिधै म रातिको 11 बजीतिर उठिरहेको छु अनि आज लाइन भ्लग यति नै हुन्छ बाइक कुरा के कस्तो हुन्छ हेर्दै गर्नु होला है कामहरू पनि गर्नुपर्ने कामहरू सब पेन्डिङ भइरहेछ धेरै कुराहरू पेन्डिङ भइरहेछ तर केही छैन गर्नुपर्छ बिस्तारै गर्ने नै हो गरेर नै जाने हो अमन AMAN it's coming to be like a big name है manifest good night guys like comment share subscribe गर्दै गर्नु होला बाँकी भिडियोहरू राम्रो हुँदै आउनेछ नाइट Ching tabak dum dum.